हेलो साथीहरू, मैले चाहिँ आज मकैको पिठोको भात बनाउन जाँदैछु, यानि कि आटो बनाउँदैछु यहाँ आगोमा होइन। अब चाहिँ मेरो चाहिँ यहाँ पानी उम्लिन थालिसकेको छ लगभग। अब चाहिँ मैले यहाँ पिठो हाल्छु। मैले चाहिँ यहाँ नापेर चाहिँ हालिनँ होइन, यत्तिकै मेरै उसले चाहिँ हाल्दैछु। यो पिठो हालिसकेपछि अब मैले यसलाई चाहिँ मजाले फिट्छु। यसो चलाइराख्नुपर्छ, चलाएन भने चाहिँ उम्लेर जान्छ। यसमाथि चाहिँ मैले अलिकति पानी बेसी राखेको छु किनकि साह्रो हुन्छ भनेर। अब चाहिँ यसलाई एकछिन मजाले उम्लिदिने बुक्लु बुक्लु गरेर। अब यतिको भइसकेपछि मैले चाहिँ यसलाई ढाकिदिन्छु। ढाकेर एकछिनसम्म छोडिदिएँ अनि पछि एकछिनपछि चाहिँ यो अब रेडी भयो। ल है त, खानालाई आउनुहोस् है।